यो रोग धेरै सपनामा पनि चलचल आउँछ। के गरेको थियो र यो बोले मान्छेलाई तिल गर्दा पनि हुन्थ्यो। घरबाट बाहिर निस्किने बित्तिकै देखिहाल्छ यसो बिजोग। करोडौं मूल पर्ने यो बोधिचित्तको रुख अहिले काटिएर ठुटो भएको छ। एक हतियारधारी समूहले चैत 29 गते यो रुख काटिदिएको थियो, जसका कारण दिलबहादुर तामाङको परिवार मर्माहत भएको छ। बौद्ध धर्मावलम्बीहरूमाझ निकै महत्त्व राख्ने पवित्र रुखबारे थाहा पाउन हामी काठमाडौँबाट करिब 60 किलोमिटर पर रहेको काभ्रे जिल्लाको रोसी गाउँपालिकातिर लाग्यौं। माथि डाँडामा हामीले दिलबहादुर तामाङलाई भेट्यौं। त्यहाँ उनी आफ्नो काटिएको रुखबाट झिकिएका पालुवाबाट नयाँ बिरुवा उमार्न खोजिरहेका थिए। मलाई तागेर बसिरहेछ यही डिलमुनिबाट। अनि यहाँबाट चाहिँ मेरो रुख यही हो। सुरक्षाका कारण भन्दै हामीलाई तारबार लगाइएको क्षेत्रभित्र पसेर भिडियो खिच्न अनुमति मिलेन। यो रुख यस जिल्लाकै सबैभन्दा पुरानो र महँगो मध्येको ठानिएको छ। म त यो जग्गा जोड्न पसिनाको धारै धारा चुयो। बच्चाहरू पढाउने, बच्चाहरूलाई खबर यसो तुता यदोरी कापी कलम के गर्नु, मान्छेले नदेख्ने रहेछ, हामीले देखेर के गर्नु। बोधिचित्तको रुखमा फल्ने दानादार फल मुख्यतया बौद्ध धर्मावलम्बीहरूले जप गर्ने माला र हातमा लगाउने बाला बनाउनका लागि प्रयोग हुन्छ। धार्मिक गुरुहरूका अनुसार बोधिचित्तलाई संसारभरि नै बौद्ध धर्ममा निकै प्राथमिकतामा राखिएको छ। माला चाहिँ खास गरी भन्नुपर्दाखेरि 4 किसिमको कार्यहरूमा जप्ने गरिन्छौँ र त्योहरू मध्येमा बोधिचित्त माला भनेको चाहिँ अनि त्यो सबै कार्यहरू पनि जप्नलाई सहज हुने र सबै त्यो सबै 4 किसिमको कार्यहरू जप्न सहज हुने क्षमता भएको माला भनेर चाहिँ त्यसलाई चाहिँ एकदम प्राथमिकता दिने गरिन्छौँ। दिलबहादुरको बारीमा गएर रुख काट्नमा संलग्न भएको आशंकामा प्रहरीले केहीलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको जनाएको छ। यो घटना पूर्व पनि सोही रुखका बोधिचित्त दाना 2 पटक चोरी भइसकेको रहेछ। अधिकारीहरूले यो रुख निकै मूल्यवान भएकै कारण र व्यापारीहरूको ईर्ष्याको कारण निशानामा परेको हुन सक्ने हामीलाई बताए। विगत केही वर्ष यता बोधिचित्त रुख विभिन्न चोरी डकैती र अपराधको केन्द्रबिन्दुमा पर्दै आएको प्रहरीले बताएको छ, जसले गर्दा बोधिचित्तका दाना टिप्ने मौसममा प्रहरीले गाउँ गाउँमा गस्ती बढाएको बताएको छ। स्थानीय अधिकारीहरूका अनुसार गाउँमा हुने विवाद मध्ये 1/3 बोधिचित्तसँग जोडिएका हुन्छन्। तर यो वर्ष दिलबहादुरको घरमा घटेको घटना भने असाधारण थियो। तेमाल र रोसी गाउँका लगभग सबै घरमा बोधिचित्तको रुख रोपिएका छन्। तर सबै रुखमा मूल्यवान दाना फल्दैन। दिलबहादुरको जस्तो निकै महँगो रुख चाहिँ बिरलै पाइन्छन्। आठौं शताब्दीमा धार्मिक गुरु पद्मसम्भवले काभ्रे जिल्लाको तेमाल क्षेत्रमा ध्यान गर्ने क्रममा बोधिचित्तको दाना छाडेको विश्वास गरिन्छ र ती दानाहरू तेमालबाट अन्यत्र सारिए। करिब 1 दशक अघि चिनिया व्यापारीहरूले बोधिचित्तमा रुचि देखाउन थालेपछि मात्रै यी दानाहरूको मूल्य नाटकीय रूपमा बढ्दै गएको हो। जति सानो साइजहरू भयो रेट चाहिँ बढी आउँछ। सबभन्दा बढी त 7, 8, 9 mm को हो। यो सानो साइजको चाहिँ बढी आउँछ। त्योभन्दा ठुलो दानाहरूको रेट आउँदै नआउने चाहिँ होइन, अलिक कम आउँछ। सानो माला राम्रै आयो भने एउटै मालाको 4 लाखदेखि 12-15 लाखसम्म आउन पनि सक्छ।
हामीले चाहिँ गाउँबाट किसानहरूबाट खरिद गरेर ल्याएर यहाँ चाहिँ चाइनिज व्यापारीहरूलाई बेच्ने हो। यी बोधिचित्तका दानाहरू दिलबहादुरको रूपमा फलेका हुन्। दिलबहादुरका भाइ शेरबहादुर तामाङका अनुसार उनीहरूले त्यो रुखबाट वार्षिक रूपमा 90 लाख कमाउन थालेको 4-5 वर्ष मात्र भएको थियो। शेरबहादुरले बोधिचित्तको व्यापारिक पाटो हेर्छन्, तर अहिले त्यो परिवारको मुख्य आय स्रोत बन्द भएको छ। हाम्रो वार्षिक रूपमा 90 लाख त क्षति नै भइहाल्यो। अब हाम्रो चाहिँ त्यो वर्षौनी आउने इन्कम चाहिँ हाम्रो बन्द भएको छ। अहिलेसम्ममा चाहिँ हामीले 30 वर्ष जति भोगचलन गरिसक्यो होला। अझै पनि त्यहाँको स्थिति हेर्दाखेरि, रुखको स्थिति हेर्दाखेरि चाहिँ तपाईँको अझै पनि 30-40 वर्ष चाहिँ हामीले आनन्द लिन सक्थ्यो जस्तो लाग्छ। दिलबहादुरको बोधिचित्तको रुख काटिएपछि गाउँमा धेरै किसानहरू अहिले डर र त्रासमा बाँचिरहेका छन्। उनका छिमेकी नारायण हुमागाई आफ्नो रुखलाई लिएर निकै चिन्तित छन्। त्यहाँ त्यस्तो गरेपछि हामीतिर पनि हुनसक्छ कि भन्ने एउटा आशंका चाहिँ हामीलाई पनि छ होइन। डर त हामीलाई नै हुने नै भइहाल्यो। यो चाहिँ मैले त्यो घटना घटिसकेपछि लगभग 8वटा सीसी क्यामेरा राखेको छु। यो घेराबेरा चाहिँ मैले पोहोरै गरेको, अनि असिनाको लागि भनेर एउटा जाली पनि राखेको छु। अलिक पैसा आउने भनेको माला चाहिँ यही भनौँ न, परार 5 लाखमा बेच्यो, पोहोर 20 लाखमा बेच्यो। यस्तो मसिनो मालाहरू फल्नुपर्छ क्या। जति जति मसिनो फल्दियो भने चाहिँ हामीलाई चाहिँ पैसा आउँछ भन्छन् क्या। डराउनु पर्ने स्थिति छ क्या। अब कसले कतिखेर के गर्छन् भन्ने थाहा हुँदैन। अझै यहाँ गेट लाएर राख्ने गरेको छ, यो के सुरक्षाको लागि। करोडौं पर्ने बोधिचित्त रुखले काभ्रे जिल्लाका धेरै किसानहरूको जीविकामा सघाउ पुर्याएको छ। तर यसको उच्च मूल्यले दिलबहादुर जस्ता केहीको जीवनमा दुर्भाग्य पनि निम्ति आएको छ, जसले गर्दा मूल्यवान रुखका धनी किसानहरू पनि त्रासमा बाँचिरहेका छन् र अधिकारीहरूसँग थप सुरक्षाका लागि अपिल गरिरहेका छन्।